सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू तपाईहरुलाई स्वागत छ। म तपाईहरुलाई विभिन्न केमिस्ट्रीका केही च्याप्टरहरू जुन एनईबी अन्तर्गत 11 12 क्लासका कुराहरुलाई लिएर चाहिँ नि केही सिकाउनको निम्ति र सिक्नको निम्ति तपाईहरुसँग इन्टरेक्सनको निम्ति आइराखेको छु। भाइ बहिनीहरू म क्लास 12 को सबैभन्दा पहिलो अर्गानिक केमिस्ट्रीको च्याप्टर अल्काइल हैलाइड र यसलाई म सहजीकरण गर्दैछु तपाईहरुमाझ। र अल्काइल हैलाइड के हो र यसमा के पढ्नु पर्छ यी कुराहरुलाई विस्तारै म बुझाउने कोसिस गर्छु। अल्काइल हैलाइड भनेको हेलोजन कन्टेनिङ अर्गानिक कम्पाउन्ड हो। हेलोजन कन्टेनिङ अर्गानिक कम्पाउन्ड ल हेलोजन कन्टेनिङ अर्गानिक कम्पाउन्ड यो भन्नाले के बुझ्नुहुन्छ भने नि हेलोजन भनेको पिरियोडिक टेबलमा यो 7th ग्रुपका है यो 7th ग्रुपका एलिमेन्ट्सहरु यसमा क्लोरिन ब्रोमिन आयोडिनहरु र स्ट्याटाइनहरु पर्छन्। यिनीहरु मध्ये क्लोरिन ब्रोमिन र आयोडिन र यिनीहरु कन्टेनिङ अर्गानिक कम्पाउन्ड यिनीहरु विशेष गरी क्लोरिन हाइली रिएक्टिभ हुन्छ, यो रेडियोएक्टिभ नेचरको छ। त्यो कारणले क्लोरिन ब्रोमिन र आयोडिन कन्टेनिङ कुनै पनि अर्गानिक कम्पाउन्डहरुलाई हामीले अल्काइल हैलाइड भन्नुपर्छ। विशेष गरी अल्काइल ग्रुपमा हेलोजन कन्टेनिङ छ भने त्यसलाई हामीले अल्काइल हैलाइड भनेर भन्नुपर्छ भाइ बहिनीहरु। र यसलाई हामीले R भनेको अल्काइल ग्रुप लियौं भने X को ठाउँमा क्लोरिन ब्रोमिन अथवा आयोडिन यिनीहरु मध्ये कुनै पनि एउटा एलिमेन्ट जोडिएर आउन सक्छ र यसलाई हामीले अल्काइल हैलाइड भनेर लिन सक्छौं। र अल्काइल हैलाइडलाई आईयूपीएसी सिस्टममा तपाईहरुले नेमिङ गर्नुभयो भने यो आईयूपीएसी को सिस्टममा नेमिङ गर्दा नि RX हरुलाई यसरी लेख्ने चलन छ। यो चाहिँ सबभन्दा पहिला हेलोजन अनि प्लस अल्काइल ग्रुपमा मिथेन इथेन प्रोपेन ब्युटेन भनेर यसरी अल्काइल ग्रुपहरुलाई हेलोजनसँग जोडेर लेख्ने चलन छ। फंक्सनल ग्रुप भए तापनि यसलाई हामीले प्रिफिक्समा लेख्ने चलन छ। R भनेको त अल्काइल ग्रुप हाइड्रोकार्बन पार्ट भइहाल्यो अर्गानिक कम्पाउन्ड। भाइ बहिनीहरु जस्तै केही एक्जाम्पलहरुमा यो CH3Cl भनेर आयो भने यसमा यो अल्काइल ग्रुप हो, यो फंक्सनल ग्रुप हो। र हामीले CHLORO क्लोरो भनेर अनि त्यसपछि मिथेनलाई जोड्न सक्छौं। लाइन त मिथेन भनेको हाइड्रोकार्बन पार्ट भयो, क्लोरो भनेको फंक्सनल ग्रुप भयो। यसरी क्लोरोमिथेन लेख्न सक्छौं। त्यस्तै गरी हामीले यसमा दुईवटा कार्बनको एटम भएको हाइड्रोकार्बन पार्ट छ र यसमा ब्रोमिन जोडिएको छ भने यो ब्रोमो यो हेलोजन कन्टेनिङ अर्गानिक कम्पाउन्डलाई ब्रोमो लेख्न सक्छौं। त्यसै गरी यो दुईवटा कार्बन भएको हाइड्रोकार्बन पार्टलाई इथेन भनेर लेख्न सक्छौं। बाइ दिस वे हामीले आईयूपीएसी नेमहरु लेख्न सक्छौं। र अल्काइल हैलाइडहरु हेलोजनको एटमको नम्बरका आधारमा यो मोनो अल्काइल हैलाइड अनि त्यसपछि यो पोलिहैलाइड अथवा डाइहैलाइडहरु पोलिहैलाइडहरु भनेर हेलोजनलाई अल्काइल हैलाइडलाई क्लासिफिकेसन गर्न सकिन्छ। जस्तो हेलोजनको एटम एउटा मात्रै छ भने त्यो मोनो अल्काइल हैलाइड हो, दुईवटा छ भने डाइ अल्काइल हैलाइड, तीनवटा छ भने ट्राइ अल्काइल हैलाइड र त्यो भन्दा धेरै छ भने चाहिँ पोली अल्काइल हैलाइड भनेर पनि हामीले भन्ने गरेछ। ल भाइ बहिनीहरु अब हामीले अल्काइल हैलाइडले जम्मा दुई किसिमको मात्रै आइसोमेरिजम देखाउँछ। यसले आइसोमेरिजममा नै हामीले चेन आइसोमेरिजम त्यस्तै गरी पोजिसनल आइसोमेरिजम चेन आइसोमेरिजम र पोजिसनल आइसोमेरिजम गरेर दुई किसिमको आइसोमेरिजम देखाउन सक्छ। एउटा सेम अर्गानिक कम्पाउन्ड अथवा सेम मोलिकुलर फर्मुला भएको अर्गानिक कम्पाउन्ड जसले के गर्न सक्छ त भन्दाखेरि नि आइसोमेरिजममा कार्बनको चेन लेन्थमा डिफरेन्ट हुन सक्छ भने त्यस्तो आइसोमेरिजमलाई चेन आइसोमेरिजम भन्छन्। जस्तै हेर्नुस् त यो CH3 CH2 CH2 CH2Cl भनेर छ भने यसको नाम चाहिँ के हुने भयो त
क्लोरो CHLORO क्लोरो कोल्डिन भएको कारणले अनि कार्बन हाइड्रोकार्बन पार्टमा कतिवटा कार्बन छ त 1 2 3 4 त्यसपछि सँगै के लेख्ने त ब्युटेन यसमा चारवटा कार्बनको नम्बर भएको लङ्गेस्ट चेन छ अर्गानिक कम्पाउन्डको त्यसैगरी यही मोलिकुलर फर्मुलाबाट हामी यसलाई पनि बनाउन सक्छौं CH3CH CH2Cl यसमा सेम फंक्शनल ग्रुप छ तर यसमा के हुने भयो नाम भन्दाखेरि नि यसमा हेर्नु त यो फंक्शनल ग्रुप छ यसमा यो तीनवटा कार्बनको चेन छ र एउटा अर्को प्रिफिक्समा आएको छ र यसलाई अल्फाबेटिकल अर्डरमा लेख्यो भने 1 CHLORO क्लोरो 2 मिथाइल अनि प्रोपेन ल हेर्नु त यो दुईटैको कार्बनको संख्या 4 वटा छ हाइड्रोजनको संख्या 3 4 5 6 7 8 9 वटा छ त्यसैगरी एउटा कोल्ड्रिन छ ल सेम मोलिकुलर फर्मुलाबाट दुई वा दुई भन्दा बढी डिफरेंट स्ट्रक्चरल फर्मुला फर्मेसन हुन्छ भने यस्तो खालको आइसोमेरिजमलाई चेन आइसोमेरिजम भन्छन् जुन चेन आइसोमेरिजम अल्काइल हैलाइडहरूले सजिलै देखाउन सक्छन् भनेर यो कुरा यहाँ जान्छ त्यसैगरी हामीले दोस्रो किसिमको आइसोमेरिजम के छ त भन्दा दोस्रो किसिमको अर्को आइसोमेरिजम भनेको अल्काइल हैलाइडले देखाउने भनेको के हो त भने पोजिसनल आइसोमेरिजम अब यसलाई इजिली हामीले अब्जर्भ गर्न सक्छौं कुनै पनि अल्काइल हैलाइडको मोलिक्युलमा पोजिसनमा चेन्ज भएर अर्गानिक कम्पाउन्डको कुनै एटम अथवा ग्रुप अफ एटमको पोजिसनमा चेन्ज भएर सो गर्ने आइसोमेरिजम चाहिँ पोजिसनल आइसोमेरिजम हो जुन 11 क्लासमा पनि पढिसकेका छ यसो भएपछि नि जसो C3H7Cl यो मोलिकुलर फर्मुला भएको अर्गानिक कम्पाउन्डबाट हामीले दुईवटा डिफरेंट पोजिसन भएको CH3 CH2 CH2Cl यसमा 1 CHLOR 1 क्लोरो प्रोपेन यो नामको अर्गानिक कम्पाउन्ड पनि बन्न सक्छ अथवा 2 क्लोरो 2CHLOR 2 क्लोरो प्रोपेन पनि बन्न सक्छ हेर्नुस् यो दुईवटामा सेम नम्बर अफ कार्बन छ सेम नम्बर अफ हाइड्रोजन छ र हेलोजनको एटम छ जसमा 1 पोजिसनमा छ त्यो कारणले यो 2 पोजिसनमा छ त्यो र क्लोरिन एटमको पोजिसनमा चेन्ज छ अरु सबै कार्बनको चेन पनि सेम छ कार्बनको नम्बर पनि सेम छ सेम मोलिकुलर फर्मुला छ तर दुईवटा डिफरेंट स्ट्रक्चर फर्मेसन भयो तर स्ट्रक्चरको पनि के डिफरेंट छ त भन्दाखेरि जस्ट द पोजिसन अफ हेलोजन एटम ओके बाइ दिस वे अल्काइल हैलाइडले दुई किसिमको आइसोमेरिजम देखाउँछ चेन आइसोमेरिजम र पोजिसनल आइसोमेरिजम भनेर यो तपाईहरुले जानकारी पाउनु भयो अब नि भाइ बहिनीहरु यो मोनो अल्काइल हैलाइडको विशेष गरी मोनो अल्काइल हैलाइडको प्रिपरेसन र यसको प्रोपर्टिजहरु तपाईहरुले पढ्नु पर्छ जनरल मेथड अफ प्रिपरेसन र प्रोपर्टिजहरु यसमा म समराइज गरेर तपाईहरुलाई सम्झाउने कोसिस गर्छु किनभने यो तपाईहरुले क्लासमा पढिसक्नु भएको हुन्छ र यसलाई म समराइज गर्दिन्छु ल हेर्नुस् त यो मानौ CH3 CH2Cl यो CHLOR क्लोरोइथेन ल यो क्लोरोइथेन जुन छ यो क्लोरोइथेन भनेको एउटा मोनो अल्काइल हैलाइडको एक्जाम्पल हो र यसैलाई लिएर कसरी प्रिपरेसन गर्न सकिन्छ भनेर म केही मेथडको बारेमा समराइज गर्ने गर्छु र हामी सिलेबसमा पढ्नु पर्ने सबभन्दा पहिला आर नलेखौं मैले आर नलेखेर यही एक्जाम्पल दिउँ जुन मैले क्लोरोइथेनको एक्जाम्पल दिएको छु दुईवटा कार्बन भएको यसमा हेर्नुस् त CH3 अनि CH2OH यो इथेनोल हो इथेनोल ल इथेनोलबाट हामीले कसरी बनाउन सक्छौं त भन्दाखेरि इथेनोलबाट हामीले कसरी बनाउन सक्ने भयौ त भने एउटा मेथड भनेको इथेनोललाई यो PCl3 सँग रिएक्सन गर्यो भने हुन्छ अर्को भनेको यसैलाई हामीले PCl5 सँग रिएक्सन गर्यौं भने
अर्को भनेको SOCl2 SOCl2 सँग पाइरिडिन को प्रेजेन्समा SOCl2 सँग रिएक्सन गर्यौं भने हामीले अल्काइल हैलाइडबाट के गर्न सक्छौं त इथेनोलबाट अल्कोहलबाट हामीले हेलोजन कन्टेनिङ कम्पाउन्ड बनाउन सक्छौं। यसमा बुझ्नु पर्छ कि कार्बनको नम्बर जहिले पनि सेम रहन्छ अनि यहाँ पनि कार्बनको नम्बर सेम छ। जुन यो OH ग्रुप छ यसलाई Cl ग्रुपमा चेन्ज गर्न सकिन्छ र कहिलेकाहीँ यो इन्टर कन्भर्जनहरु गर्दाखेरि अल्कोहललाई अल्काइल हैलाइडमा बदल्दा यो तीनवटा कुनै पनि रिएजेन्टसँग रिएक्सन गरेर हामीले अल्काइल हैलाइडमा बदल्न सक्छौं। यो एउटा तरिका छ। त्यसैगरी अर्को भनेको यो CH2 डबल बोन्ड CH2 यो इथिन हो अथवा यो अनस्याचुरेटेड हाइड्रोकार्बन इथिन छ। यसलाई हामीले HX सँग अथवा अहिले भन्नु पर्दाखेरि HX भनेको HCl HBr र HI जस्ता यी हेलोजन एसिडसँग रिएक्सन गर्यौं भने यसमा एउटा कार्बनमा गएर हाइड्रोजन बस्छ अर्को कार्बनमा गएर एडिसन हुन्छ के त हेलोजनको एटम र यस्तोमा HCl राखेको बेलामा यहाँनेरि Cl जोडिने भयो Br जोडिने भयो HBr राख्दा HI राख्दा I जोडिने भयो र बाइ दिस वे हामीले अल्काइल हैलाइडको प्रिपरेसन गर्न सक्छौं। र यसमा मार्कोनिकोव्स र एन्टी मार्कोनिकोव्स रुलको कुरा पनि तपाईहरुले जान्नु पर्छ र यो 11 क्लासमा पनि पढेको र अहिले पनि इम्पोर्टेन्ट छ। यदि यो अनसिमेट्रिकल अल्किल लियौं भने यसरी बराबर दुई भागमा बाँड्न नमिल्ने खालको अल्किल लियौं भने यसमा त बराबर दुई भागमा बाँडिन्छ नि सिमेट्रिकल हो। अनसिमेट्रिकल अल्किल लियौं भने के हुन्छ त भन्दाखेरि यो पोजिटिभ पार्ट अथवा हाइड्रोजन यो रेजेन्टहरुको हाइड्रोजन goes to that double bonded carbon which contain more number of hydrogen अथवा जसमा हाइड्रोजनको संख्या धेरै छ त्यही डबल बोन्डेड कार्बनमा हाइड्रोजन जान्छ र अर्कोमा के हुन्छ त यो हेलोजनको एटम जान्छ र यसरी अल्काइल हैलाइड फर्मेसन हुन्छ र यसलाई हामीले के भन्न सक्छौं त भन्दाखेरि मार्कोनिकोव्स रुल भन्छौं। त्यसैगरी एन्टी मार्कोनिकोव्स रुल भनेको नि पेरोक्साइड इफेक्ट पनि भन्छन् त्यसलाई। पेरोक्साइडको प्रेजेन्समा यसको ठीक उल्टो पोजिटिभ पार्ट अफ रेजेन्ट गोज टु दैट डबल बोन्डेड कार्बन व्हिच कन्टेन लेस नम्बर अफ हाइड्रोजन। यो दुईटा मध्ये सेम हुँदा त जता पनि जानी भयो तर लेस नम्बर छ यसमा दुईटा छ यसमा एउटा छ भने हाइड्रोजन एउटा भएकोमा जान्छ लेस नम्बर अफ हाइड्रोजन भएकोमा जान्छ जस्ट इन प्रेजेन्स अफ पेरोक्साइड जसलाई हामी पेरोक्साइड इफेक्ट पनि भन्छौं अथवा एन्टी मार्कोनिकोव्स रुल भनेर पनि भन्छौं। त्यसैगरी अर्को सिम्पल छ। यो सिम्पल तरिकाले अल्केनसँग कुनै पनि अल्केनसँग डाइरेक्ट हामीले हेलोजिनेसन गर्यौं इन प्रेजेन्स अफ सनलाइट H म्यू भनेको सनलाइट हो। यसरी सनलाइटको प्रेजेन्समा यस्तो खालको रिएक्सनहरु गर्यौं भने पनि यसबाट के हुन्छ त भन्दाखेरि नि यो अल्काइल हैलाइड्सको हेलोजिनेसन हुन्छ र अल्काइल हैलाइडको फर्मेसन हुन्छ अल्केनबाट है। यो इथेन मैले एक्जाम्पलको रूपमा इथेन लिए कुनै पनि अल्केनमा हेलोजन डाइरेक्ट एडिसन भएर अल्काइल हैलाइडको फर्मेसन हुन सक्छ। यो इम्पोर्टेन्ट मेथड ठीक छ। त्यसैगरी अर्को भनेको नि सिल्भर साल्ट अफ कार्बोक्सिलिक एसिड। सिल्भर साल्ट अफ कार्बोक्सिलिक एसिडमा हामीले हेलोजन इन प्रेजेन्स अफ कार्बन टेट्राक्लोराइडको प्रेजेन्समा राख्यौं भने यसबाट पनि के हुन्छ त भन्दाखेरि नि यो हेलोजिनेसन हुन्छ अथवा यो सिल्भर साल्ट अफ कार्बोक्सिलिक एसिडहरुबाट पनि हेलोजनको फर्मेसन हुन सक्छ। बाइ दिस वे यो तरिकाले हामीले अल्काइल हैलाइडको प्रिपरेसन गर्न सक्छौं। बुझ्यो भाइ बहिनीहरु। र यो छोटो कुराहरु तपाईहरुलाई कस्तो लाग्यो म यसको प्रोपर्टिजलाई पनि यहाँ समराइज गरेर केही इम्पोर्टेन्ट प्रोपर्टिजहरु पनि राख्दिन्छु। यसमा भाइ बहिनीहरुले सबैभन्दा पहिला नि यो मोनो अल्काइल हैलाइडको यो प्रिपरेसन हो। यो चारवटा मेथडबाट हामीले अल्काइल हैलाइड बनाउन सक्छौं। यो जान्नु भयो भने तपाईहरुलाई कन्भर्जनमा पनि सहज हुन्छ र छिटो समराइज गर्नको निम्ति मैले भिडियो बनाएको हो। र यसरी अल्काइल हैलाइडलाई हामीले विभिन्न प्रोपर्टिजहरु जुन एकदमै इम्पोर्टेन्ट प्रोपर्टिजहरु पनि छ कन्भर्जनको लागि र यो पहिलो च्याप्टर पनि हो र यसले धेरै कुराहरुलाई सजिलो बनाइदिन्छ। र अल्काइल हैलाइड जुन क्लोरोइथेन एक्जाम्पल लिएको छु मैले यसमा थुप्रै अल्काइल मोनो अल्काइल हैलाइडहरु हुने भए र यसमा हामीले सबभन्दा पहिला
यो एक्वाइज भनेको पानीमा घोलेको KOH लाई लियौं भने एक्वाइज KOH लाई लियौं भने त्यसबाट के हुन्छ त भन्दाखेरि यो OH ग्रुप नि यसको Cl ग्रुपलाई रिप्लेस गर्छ, सब्स्टिट्युसन गर्छ र यसले के बनाउँछ त भन्दाखेरि यो CH3 CH2 यसमा कार्बन चेन्ज हुने कुरा भएन, जहाँनेरि Cl छ त्यो ठाउँमा OH गएर जोडिन्छ र इथेनोलको फर्मेसन बन्छ। इथेनोल भन्छ केसँग रिएक्सन गर्दा त एक्वाइज KOH सँग। ल भाइ बहिनीहरु, अब यसमा तपाईहरुलाई एकदमै झुकाइराखेको कुराहरुको के छ त भन्दाखेरि अल्कोहोलिक KOH सँग रिएक्सन गर्दा के हुन्छ? अल्कोहोलिक KOH हेर्नुस् है, यो अल्कोहलमा घोलेको KOH हो र एक्वाइज KOH भनेको पानीमा अथवा एक्वाइज सोलुसनमा बनाइएको KOH। अब यो दुईटा उस्तै उस्तै देखिन्छ तर जाँचमा झुक्क्याउँछ। यो अल्कोहोलिक KOH हुँदाखेरि इलिमिनेसन रिएक्सन हुन्छ अथवा डिहाइड्रोहेलोजिनेसन हुन्छ। यो हेलोजन र नजिकको कार्बनबाट हाइड्रोजन निस्केर जान्छ, त्यसो हुँदाखेरि यो -HCl निस्किन्छ। अहिले यो Cl र यहाँबाट हाइड्रोजन निस्किन्छ र के बच्छ त भन्दाखेरि CH2 डबल बोन्ड CH2 हेर्नु त इथिन फर्मेसन हुन्छ, इथिन बच्छ। ल अब यो दुईटा रिएक्सन एकदमै झुक्क्याउने भयो नि। एक्वाइज KOH सँग रिएक्सन गर्दा अल्कोहल फर्मेसन हुन्छ, इथेनोल बन्छ भने अल्कोहोलिक KOH सँग रिएक्सन गर्दा के बन्ने भयो त यसरी इथिनको फर्मेसन हुने भयो र इथिनको फर्मेसन हुने कुरा तपाईहरुले जान्नु पर्यो। त्यसैगरी अर्को हेर्नुस् त, अर्को त्यसैगरी हामीले KCN अल्कोहोलिक KCN सँग रिएक्सन गर्यौं भने र यो AgCN सँग रिएक्सन गर्यौं भने के हुन्छ? यो दुईटा कुरा एकदमै झुक्क्याउने गरी आइराखेको हुन्छ। हामीले KCN सँग रिएक्सन गर्यौं भने अल्कोहोलिक KCN सँग रिएक्सन गर्यौं भने त एकदमै इजी छ। यो CN ग्रुप गएर जोडिन्छ, जस्तो CH3 CH2 अनि CN जोडिन्छ र यो साइनाइड ग्रुप जोडिन्छ र यो साइनोइथेन भने पनि हुन्छ अथवा 1 2 3 वटा कार्बन भएपछि हामीले प्रोपेन नाइट्राइल भनेर पनि भन्न सक्छौं। र एकदमै इम्पोर्टेन्ट कुरा के हो त भन्दाखेरि यहाँनेरि सम्म कार्बन 2 वटा थियो, KCN राखेपछि कार्बन 3 वटा भयो र कुनै पनि अर्ग्यानिक कम्पाउन्डको चेनमा कार्बनको संख्या इन्क्रिज गर्ने, कार्बनको चेनमा कार्बनको नम्बरलाई इन्क्रिज गर्ने यो एउटा इम्पोर्टेन्ट मेथड हो। यसलाई हामीले बोन्ड कसरी हुन्छ भनी देखाउनु पर्यो भने तपाईहरुले यसरी देखाउन सक्नुहुन्छ। यो कार्बनसँग 3 वटा बोन्ड बनाएर नाइट्रोजन जोडिएको छ र सबैको भ्यालेन्सी पनि पुगेको छ। हेर्नुस् है, तर AgCN ले त्यस्तो काम गर्दैन। AgCN मा फेरि के हुन्छ त भन्दाखेरि नि AgCN मा फेरि NC भएर बस्छ। हेर्नुस् त, यो एकदमै इम्पोर्टेन्ट कुरा भयो। यसमा आइसोसाइनाइडको फर्मेसन हुन्छ। यसमा चाहिँ आइसोसाइनाइडको फर्मेसन भयो। के भयो त भन्दाखेरि हेर्नु त CH3 CH2 NC भनेको आइसोसाइनाइडको फर्मेसन भयो। आइसोसाइनाइड फर्मेसन भयो। AgCN र KCN यो दुईवटा रिएक्सन पनि तपाईहरुलाई झुक्क्याउन सक्ने खालको रिएक्सनहरु भयो। KCN सँग रिएक्सन गर्दा साइनाइड ग्रुप जोडिन्छ भने AgCN सँग रिएक्सन गर्दा आइसोसाइनाइड जोडिन्छ। दिस इज द भेरी इम्पोर्टेन्ट रिएक्सन है। अब हेर्नु त, यसबाट कार्बनको चेन इन्क्रिज हुन्छ भने यसमा कुनै मिथाइल ग्रुप जोड्नु पर्यो भने फेरि यो रिएक्सन कन्भर्ट गर्न इम्पोर्टेन्ट हुन्छ। हेर्नुस् त कस्तो रमाइलो कुरा छ। अब त्यस्तै गरी हामीले सिम्पल अर्को कन्भर्जनमा एकदमै इम्पोर्टेन्ट रूपमा आउने AgNO2 सँग रिएक्सन गर्यौं भने अब यसमा त सिम्पल न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन हुन्छ र यो CH3 CH2 जुन अल्काइल ग्रुपमा छँदैछ, यहाँ जे छ त्यो केही चेन्ज हुँदैन। जहाँ Cl छ नि त्यो ठाउँमा चाहिँ NO2 भएर आउँछ र नाइट्रो अल्केन अथवा नाइट्रो इथेन भयो त कुनै पनि अल्काइल ग्रुपमा नाइट्रो ग्रुप एड भएर जान्छ। अनि त्यस्तै गरी तपाईहरुले KNO2 सँग रिएक्सन गर्नुभयो भने है, पोटासियम नाइट्राइड सँग रिएक्सन गर्यो भने फेरि अब यो त दुईटै NO2 भएपछि NO2 जोडिन्छ होला भन्ने कन्सेप्ट विद्यार्थीलाई बसेको हुन्छ, जसले झुकाइदिन्छ। अब NO2 होइन कि यहाँनेरि के हुन्छ त भन्दा CH3 CH2 जुन अल्काइल ग्रुप छँदैछ Cl सँग अब यसमा AgNO2 बाट NO2 जोडिन्थ्यो भने यसबाट नाइट्रोसो कम्पाउन्ड जोडिन्छ है, ONO भनेर यसरी नाइट्रोसो कम्पाउन्ड यसमा जोडिन्छ। इथेन नाइट्रोसो
कम्पाउन्ड जोडिन्छ भने माथि नाइट्रो अल्केन जोडिन्छ। यो तीनवटा जोडी एकदमै एकदमै इम्पोर्टेन्ट कुरा छ अल्काइल ह्यालाइडको केसमा। ओके, ल मैले तपाईहरुलाई सिम्पली अल्काइल ह्यालाइड इन्ट्रोडक्सन, आइसोमेरिजम के सो गर्छ र प्रिपरेसन र प्रोपर्टिजहरु सिकाए। र यो पाठमा मैले अल्काइल ह्यालाइडको मोनो अल्काइल ह्यालाइडको यो कुराहरु सिकाइसकेपछि न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन SN1 र SN2 अर्को क्लासमा गर्छु र क्लोरोफर्मको प्रिपरेसन प्रोपर्टिज सिकाइसकेपछि यो च्याप्टरबाट अहिलेसम्म एनईबी मा कस्ता कस्ता क्वेशनहरु सोधेको छ ती सबै क्वेशनको सोलुसन सहित उपस्थित हुनेछु। भाइ बहिनीहरु भिडियोहरु हेर्दै गर्नुहोला र तपाईहरुको जिज्ञासा कमेन्ट बक्समा राख्नुहोला। थ्यांक यू।